अहिले हलहरुमा लागिरहेको नयाँ नेपाली फिल्म गौँथली मैले पनि आज हेरेँ र यो चाहिँ पहिलो फिल्म होला जुन चाहिँ म हलमा गएर एक्लै नै हेरेको छु र ढिलो भए तापनि यसको चियो चर्चा धेरै भएको कारणले के हो त खास यसको रियालिटी भनेर चाहिँ मैले यो फिल्म हेरेको थिएँ र यो फिल्म हेरेपछि चाहिँ यसबाट मलाई जुन किसिमको एक्सपेक्टेसन थियो नि हैन यो चियो चर्चा यताउति गौँथली फिल्म राम्रो छ यो उ भन्ने कुराहरू सुनिराख्दाखेरि जुन किसिमको एउटा एक्सपेक्टेसन मैले सोचेको थिएँ नि त्यो चाहिँ यसले बिट गर्न सकेन। यो चाहिँ मैले हेर्दै जाँदाखेरि मलाई लाग्यो यो चाहिँ एउटा एभरेज फिल्म नै हो जसको चाहिँ हाइप मात्र धेरै भएको जस्तो चाहिँ मैले बुझेँ है मेरो एक्सपिरियन्सले हेर्दा। यो फिल्म चाहिँ फ्यामिली ड्रामा अन्तर्गत पर्ने एउटा फिल्म हो जसमा चाहिँ एउटा भनौँ न बुहारीले भोग्ने दुःखहरू अब ऊ बेला अबले पुरानो समयको हैन सासूहरूले गर्ने बुहारीलाई व्यवहारहरू र आफ्नो एउटा फिजिकल्ली अशक्त हस्बेन्डसँगको आफ्नो जीवनयापन चाहिँ कसरी हुन्छ गाउँतिरको जीवनयापन पुरानो जीवनशैली चाहिँ यो फिल्ममा देखाउन खोजिएको छ। यो फिल्मको डाइरेक्सनको पाटो हेर्दा यसको डाइरेक्सन पनि एकदमै राम्रो लाग्यो र यसको एक्टिङको कुरा गर्नु पर्दा यसमा चाहिँ हिरो अरुण छेत्रीले चाहिँ एक अशक्त व्यक्तिको एक्टिङ चाहिँ एकदमै राम्रो गरेका छन् हैन। उनको एक्टिङ देखेर म पनि एकदमै इम्प्रेस भएको छु र यसले उनी चाहिँ भर्सेटाइल एक्टर हुन् भन्ने चाहिँ यो फिल्मबाट नै प्रमाणित भएको छ। यो फिल्मको स्टोरीको कुरा गर्नु पर्दा यो फिल्मको स्टोरी एकदमै प्रेडिक्टेबल जस्तो लाग्न सक्छ हैन। धेरै ठाउँमा चाहिँ अब यसपछि यो होला भनेर आफूले पहिले नै अनुमान लगाउन सकिने खालको रहेको छ र यसको स्टोरी अलिकति लम्बाइए जस्तो फिल हुन्छ नि। केही सर्टकटमा पनि देखाउन सकिन्थ्यो अथवा छोटो गराएर पनि देखाउन सकिन्थ्यो र कुनै सिनहरु त बारम्बार देखे जस्तो लाग्ने एउटै किसिमका सिनहरु चाहिँ बारम्बार देखे जस्तो लाग्ने किसिमको पनि फिल हुन्छ यसलाई चाहिँ। र फिल्ममा गीतहरुको कुरा गर्नु पर्दा फिल्मको सुरुमै रहेको एउटा गीत थानेश्वर गौतमको गीतले चाहिँ एकदमै सिनलाई हिट गरेको छ हैन। एकदमै फिल हुन्छ त्यो गीत र त्यसबाहेकका अरु गीतहरु चाहिँ नर्मल एभरेज नै गीतहरु रहेका छन्। फिल्मको स्टार्टिङ एकदमै राम्रो रहेको छ र फिल्म चल्दै जाँदाखेरि चाहिँ थोरै लो पिचमा जान्छ र लास्टमा चाहिँ केही हदसम्म थोरै पिच चाहिँ आफूले ओभरल्याप गर्न खोजे जस्तो पनि लाग्छ तर पनि लास्टमा गएर स्टोरी अलि प्रेडिक्टेबल टाइपको भएको हुनाले चाहिँ यो फिल्मको चाहिँ अलिकति स्टोरीमा चाहिँ म थोरै कमजोरी भन्न चाहन्छु। फिल्मको स्टोरी चाहिँ मलाई डिसेन्ट नै लाग्यो तर यसको एउटा राम्रो पक्ष भन्नु पर्दा चाहिँ यसले पहिलाको समय जुनमा चाहिँ सासूले बुहारीले एकदमै हेप्ने अथवा भनौँ न एकदमै नेगेटिभ थटहरु राख्ने र उ बेला बुहारीहरूले पाउनुपर्ने एकदम दुःख संघर्षका कुरा त्यसमाथि एकदम भन्छ नि अशक्त श्रीमान भएपछि उले चाहिँ के समस्या खेप्नु पर्छ भन्ने जस्ता कुराहरू हैन पुराना कुराहरू चाहिँ यो फिल्मले एकदमै मेमोराइज गराइदिएको छ। त्यो चाहिँ एउटा राम्रो पक्ष पनि भन्न चाहन्छु म। यो फिल्म नर्मल वाचरलाई एकदमै मन पर्न पनि सक्छ तर फिल्मी किराहरूलाई भने यो फिल्म मन पर्न एकदमै गाह्रो रहेको छ। अब मेरै कुरा गर्नु पर्दा मैले चाहिँ इंग्लिश फिल्महरु साउथ फिल्महरु अथवा भनौं धेरै पहिलादेखि नै फिल्महरु विभिन्न भेराइटीका फिल्म हेर्ने भएको कारणले मलाई यो फिल्म डिसेन्ट लागेको पनि हुन सक्छ। त्यसकारण यु क्यान वाच इट वान्स। यो मुभीलाई रेटिङ दिनु पर्दा म 5 आउट अफ 10 रेटिङ दिन चाहन्छु। हेर्दै गर्नु होला सागर अनस्क्रिप्टेड। थ्यांक यू।